देउ हो कि देउ यहाँको देउ अब यहाँ सुन्नुहोस् हेर्नुहोस् यो पोहोर पोहोर चाहिँ हामीले बियाँ रोपेर आरुको रुट यत्रो भयो है पोहोर बियाँ लगाएको थियौँ अब यसपालि यत्रो भयो अब यसलाई ग्राफ्टिङ गर्ने योग्य भयो आरुको बियाँमा हजुर आरुको बियाँ उमारेको यो फुल फुल्ने है यहाँ सुन्नुहोस् है यस्तो हो खाने आरुलाई पनि यही हो विधि एउटै हुन्छ फुल्नेलाई फल्नेलाई विधि एउटै हो गर्ने टाइम भनेको पुस उपयुक्त पुस महिना आरुको लागि आरुको लागि आरु फुल अनि यसलाई चाहिँ अब हामीले यति नै काटिदिन्छौँ ल है अब यो चाहिँ रुटबाट उम्रेको हो है यसरी तास्ने यसलाई यसरी छड्के हान्दाखेरि यहाँ टङ निकाल्नुपर्छ सबको लाग्नु छोड्यो ल्याउनु पर्ने अब यो एक टुक्रा यो चाहिँ यो आरु सम्झे हुन्छ तपाईँहरूलाई आरु फुल सम्झे पनि हुन्छ यसलाई पनि त्यसै गरी तास्ने परिपक्व रूपको साइन अनि यो आरुमा आरु गरेछ नि त फेरि के भयो त अर्थ आलु बखडा पनि हुन्छ सर आलु अहिले पो यहाँ देखाएको त आफूले गर्दा त अर्कोसँग गर्दैन हैन दानाबाट हो नि त अनि दानाबाट फल्न त धेरै समय लाग्छ नि त दानाबाट फुल्नु पनि टाइम लाग्छ र राम्रो फुल्दैन राम्रो पनि हुन्छ त्यसमा यो चाहिँ छिपेको चाहिन्छ सुकेको छिपेको यो फुल्दै गरेको बोटको हो अब यहाँ यसरी नाप्नुहोस् यसरी बराबर भयो कि भएन यसरी भयो है अनुभव हो नि त अब यसरी चिर्नुहोस् यहाँ अलिकति यसरी अब यसलाई पनि यहाँ पनि त्यसै गरी चिर्नुहोस् यसरी अब यसलाई ठ्याक्क जोडिदिनु कि यसरी लक भयो नि त अनि ठ्याक्क लक हो यो 100% आउँछ यहाँ त आउँदैन केही लाउनु पर्दैन यो हावा नछिर्ने गरी बाँधिदिने बस भइहाल्छ यसरी होइन यो गाछिसँग अप्ठ्यारो हुन्छ यसरी बाँध्नु यही राम्रो हो अलि टाइट कस्नु पर्यो होइन अनि टायर हावा पानी केही जानु फेरि दोहोऱ्याएर झार्नुपर्छ ए पानी पनि जानु पर्ने यसको चाहिँ दोहोऱ्याएर झारेर यहाँ तल मात्रै हुन्छ यसको कस्ने राख देख्नुभयो भयो कोही गर्नुहुन्छ कोही गर्नुहुन्छ एकचोटि ट्रा हान्नुहुन्छ कि त्यसलाई नि यसरी ओपनमा राख्ने टोपीलाई लगाइदिने हो सुन्नुभयो त्यसलाई पनि ओपनमा राख्ने टोपी लगाइदिनु पर्दैन यसलाई पर्दैन नहीं कहाँ यसैमा गर्ने केमा गर्ने अर्को बनाउनु अर्को गाडौँ न यहाँ ए गाडेर बनायो